तेरो म घुमा छेत्री सबैलाई स्वागत छ आजको मेरो ब्लगमा हो र यो चाहिँ हो हिजोको ब्लग र हिजो चाहिँ थियो चिल्ड्रेन डे पनि अनि त्यही भएर चाहिँ म चिल्ड्रेन डेको नानी स्कुल गएको पनि म भिडियो यसमा हाल्ने छु हो र यहाँ चाहिँ बाबाले धान लिएर जान आँट्नु भएको छ मिलमा पिसाउनुको लागि र हाम्रो धान चाहिँ अलिक बिग्रेको छ नि त पानी पसेर अनि त्यही भएर चाहिँ हामीले आज सबै धान पिसाएर ल्याउने भनेर चाहिँ यहाँ अस्ति सुकाएको थियौँ अनि त्यही धान लिएर जानुहुँदैछ बाबाले ठेलामा। अनि यता चाहिँ मेरो खुट्टाको झोल बसाएको छु यहाँ दिदी घरबाटै ल्याएको होस् यहाँ दिदीले नै पठाइदिनु भएको थियो खुट्टा पनि अनि त्यसकै सुप बनाउनलाई चाहिँ मैले यहाँ रेडी गरेँ होइन पाकिसक्न आँटिसक्यो अब यसमा अझै अलिकति पाकिसकेको छैन नि त अनि फेरि पानी थपेर चाहिँ फेरि बसाउँछु म यहाँ स्कुल जानलाई रेडी भइरहेछ होइन आज चिल्ड्रेन डे भनेर चाहिँ एकदम खुसी छ नभए स्कुल जानलाई कति दिगदार गर्थ्यो नि त अस्ति हुँदी त आज चाहिँ चिल्ड्रेन डे हो स्कुलमा प्रोग्राम रेडी हुँदैछ हो अनि रेडी भइसकेपछि चाहिँ ऊ जान्छ लगाइरहेछ नि त उसले चाहिँ सरले भनेको थियो अरे फुल टिप्नको लागि अनि फुल लिएर उभिरहेको छ जानको लागि र आज चाहिँ साइकलमा जान्छ अरे बाबाको साइकलमा अनि यहाँ मलाई देखाउँदैछ म गएको मामु चाहिँ मैले खानापिना खुवाइसकेर पठाएँ र यहाँ चाहिँ मैले बनाएको छु धनियाँ टमाटर अनि खोर्सानी हालेर मजासँगले अचार यस्तो अचार चाहिँ मलाई एकदमै धेरै मनपर्छ क्या धनियाँ चाहिँ काटेर हालेको प्याज पनि काटेर हालेको धेरै मिठो हुन्छ र आज चाहिँ काम सकियो अरे हामी चाहिँ कुमारग्राम जानलाई आँटेको हो अनि आमा म नै जाने नि त कुमारग्राम चाहिँ अनि त्यही भएर म चाहिँ यहाँ रेडी भइसकेको छु नानीलाई पनि रेडी पारिदिइसकेँ आमा रेडी हुनुहुँदैछ नि म मिलाउँदैछु निस्किसक्यौँ रेडी भएर नानी म आमा हो आमा र नानी चाहिँ बिनादिको जानुभएको र म चाहिँ कुमारग्रामसम्म मात्रै गएको नि त अनि सेन्डल किन्छु भन्दा चाहिँ गएको म कुमारग्राम चाहिँ यता सेन्डल नपाएर क्या मेरो लागि चाहिँ छु हो अनि त्यही लिनलाई गएको हाम्रो चाहिँ पानी तताउने 15 खेप भइसक्यो बिग्रेको फेरि बनाउनलाई लिएर जाँदैछु है दिए होइन चियासँग अनि यहाँ चाहिँ दुईवटा चाहिँ हामी खाँदैछौँ हो अनि कान्छालाई सोधेँ कस्तो रहेछ भनेर त खाएर चबाएर अनि मात्रै बादमा भन्नुभएको